यो पृथ्वीमा जुन दिन आगो भन्ने चिज आविष्कार भयो नि त्यो दिन दुईवटा कुराहरू भए। पहिलो नम्बरमा जनावरहरूबाट मान्छे भन्ने एउटा नयाँ प्रजाति छुट्टियो अनि दोस्रो नम्बरमा चाहिँ आजको यो मोडर्न दुनियाँको फ्रेमवर्क तयार भयो। मान्छेहरूको इतिहासमा नै आगोको आविष्कार सबैभन्दा पहिला भएको भन्ने गरिन्छ, तर त्यसपछि पनि यदि मान्छेले कन्टिन्युसली नयाँ नयाँ चिजहरू आविष्कार गरेका थिएनन् भने सायद आज हामी यो पृथ्वीलाई परिकल्पना पनि गर्न सक्दैनथ्यौँ होला। ढुङ्गे युगदेखि एआईको यो जमानासम्म आइपुग्दाखेरि मान्छेले हजारौँ लाखौँ इनोभेसन्स गरेका छन् जुन तपाईँ हाम्रो अगाडि छरपष्ट रूपमा देख्न सकिन्छ। मैले जुन डिभाइस जुन क्यामेराको थ्रुबाट यो भिडियो रेकर्ड गरिराखेको छु यो आफैमा इनोभेसन्स हो। तपाईँहरू जुन प्लेटफर्म फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब जहाँबाट मलाई हेर्दै हुनुहुन्छ, जुन डिभाइस प्रयोग गरेर हेर्दै हुनुहुन्छ त्यो पनि आफैमा इनोभेसन्स हो। तपाईहरूले जुन ठाउँमा बस्नुहुन्छ त्यो ठाउँबाट म जुन ठाउँमा बस्छु त्यो ठाउँमा एकदमै लिमिटेड समयमा आइपुग्न सकिन्छ। तपाईँ हामी विश्वको जुनसुकै ठाउँमा बसेको भए पनि एकदमै खुलेर फेस टु फेस मस्तसँग गफ गर्न सक्छौँ र यो सबै कुरा इनोभेसन्सको कारणले गर्दा नै पोसिबल भएको हो। अब यो त धेरै टाढाको कुरा भयो, धेरै आधुनिक कुरा भयो। तपाईँ हामी अहिले जुन भाषामा कम्युनिकेट गरिराखेका छौँ नि यो आफैमा इनोभेसन्स हो। तपाईँ हामी जे खान्छौँ, जे लाउँछौँ अनि के गर्नुहुन्छ र के गर्नु हुँदैन भन्ने एउटा चेतना राख्छौँ नि त्यो पनि आफैमा इनोभेसन्स हो। अब तपाईँहरू आफै भन्नुहोस् इनोभेसन्स भन्ने कुरा मान्छेको जीवनमा कतिको इम्पोर्टेन्ट रहेछ त? यदि इम्पोर्टेन्ट छ कि यही इनोभेसन्सले मान्छेलाई मान्छे बनाएको। यदि इनोभेसन्स थिएन भने मान्छे भन्ने चिजै हुँदैन थियो, हामी कुनै जङ्गली जनावर सरह हिँडिराखेका हुन्थ्यौँ कि?